सबैजनालाई नमस्ते है त। कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ है, आफ्नो ख्याल गर्नु होला जुन ठाउँमा भए तापनि। जुन अहिले जापानमा हैन हामी नेपालीहरूको विडम्बना के छ भने जुन नेपालबाट जापानमा केही कुरा सोचेर जापानमा आइन्छ, जापानमा सुसाइड गर्नेहरूको सङ्ख्या बढ्दो रूपमा छ। अब त्यो रिजन ठ्याक्कै हैन, ठ्याक्कै त थाहा हुँदैन। अब कतिपय कुराहरू आफ्ना हैन सोचे भन्दा केही बेग्लै कारणले पनि हुनसक्छ। त्यो हुनुभन्दा पहिल्यै पनि कसैले पनि तपाईहरू नेपाल अथवा अन्य देशदेखि जापान अन्य देशमा तपाईँ जाँदै हुनुहुन्छ भने तपाईहरूले यति कुरा के सोच्नुपर्छ भने म जस्तै अवस्था भए पनि म चाहिँ एक्लै जिउन सक्छु र जुनै कठिन आए तापनि म त्यो सामना चाहिँ एक्लै गर्न सक्छु भन्ने हिम्मत भयो भने हात हाल्नु होला, नाइ भने आफ्नो स्वदेश जस्तो होइन विदेश। अनि धेरैजनाले मलाई चाहिँ सोध्नुहुने के छ भने है नेपाल अथवा अन्य देशदेखि जापानमा जानको लागि के गर्ने कसो गर्ने भन्दै हुनुहुन्छ। जापानमा आउनको लागि एउटा मात्र भिजा छैन, जापानमा आउनलाई 29 वटा भिजा चाहिँ जापान सरकारले घोषणा गरेको छ। त्यो 29 वटा भिजा मध्ये अनेक किसिमको भिजाबाट नेपालीहरू अथवा अन्य देशका नागरिकहरू जापानमा आएका एकदम छन्। त्यसै कारणवश नेपालीहरूले के भन्नुहुन्छ भने अहिले एसएसडब्ल्यू 2019 देखि सुरु भएको यो एसएसडब्ल्यू भिसा यानि कि तोकितेइ किनौ भन्ने भिसा, त्यसलाई चाहिँ नेपालमा वर्किङ पनि भनेर भनिँदो रहेछ। अनि त्यसपछि अर्को ब्याचलर पास गरियो भने वर्किङमा आउन सकिन्छ, त्यो छ। अब स्टुडेन्ट त सधैँ छ है, टुर भिजा सधैँ छ है, अन्य गिनौजी सुसै छँदैछ है, भिजिटुर छँदैछ, अनि बिजनेस भिसा छँदैछ हैन, बिजनेस भिसाहरू अन्य धेरै छन्। तर जे भए तापनि अब के हुन्छ नि नेपालमा के हुन्छ भन्ने सोच पल्तिर चिनेको छरछिमेक दाजुभाइ दिदीबहिनीले कसरी पैसा कमाइरहेछ भन्ने हामीले हेरिन्छ है। ऊ चाहिँ कुन भिजामा आएर उसले के गरेछ भन्ने कुरा बुझिँदैन। त्यस कारणले गर्दा तपाईँहरू नेपालबाट आउन चाहनुहुन्छ र आउनुहुन्छ जापानमा भने तपाईँ कुन भिजामा आउने, त्यो भिजाले के गर्छ, त्यो भिसाको लागि आफ्नो खर्च कति हैन भन्ने कुरा एकदम बुझ्नुपर्ने हुन्छ। त्यो नबुझिकन तपाईँहरू आउनुभयो भने है सबै भिजामा आफ्नो परिवार फ्यामिलीहरू ल्याउन पाइन्छ भन्ने चाहिँ छैन। किनभने धेरै प्रकारको भिजा मध्ये चाहिँ आफू मात्रै आउन पाइन्छ, तर सबै परिवारलाई चाहिँ लिएर आउन नसकिने भिजाहरू पनि धेरै छन्। मान्छेहरू के झुक्किन्छ भने जापानमा गएपछि सबै परिवार लान पाइन्छ हैन, त्यसपछि ठिकै छ नि त 10 लाख 15 लाख हैन दिउँ न त भन्ने एउटा सोच हुन्छ। तर त्यो चाहिँ एकदम ख्याल गर्नुपर्ने त्यो छ है एउटा कुरा। अनि अर्को कुरा के छ भने जापान जस्तो देशमा नपढे पनि हुन्छ, भिसा लाग्छ, भिसा नलाग्ने भन्ने होइन। सबै प्रक्रिया मिलाएपछि ल्याङ्ग्वेजमा चाहिँ त्यो कमजोरी भए पनि भिसा नलाग्ने भन्ने चाहिँ त्यस्तो छैन। अब स्टुडेन्टको कुरामा त छुट्टा छ होइन, इमिग्रेसनले कहिलेकाहीँ चेकिङ इन्टरभ्यू लिने उर्ने गर्छ, त्यो नर्मल्ली भइहाल्यो। अन्य भिसामा चाहिँ त्यस्तो हुँदैन। अनि त्यस कारणले गर्दा जापानमा चाहिँ जापानिज ल्याङ्ग्वेज मात्र हुन्छ, तर ल्याङ्ग्वेज नभए पनि भिसा लाग्छ भनेर तपाईँले पढ्नु भएन भने जापानमा यहाँ आएर नेपाली भाषा बोल्दैन, इङ्ग्लिस त्यति युज हुँदैन हैन। त्यस कारणले गर्दा जापानिजलाई नै प्राथमिकता दिन्छ। त्यस कारणले गर्दा तपाईँहरूले जापानिज पढ्नु भएन भने गाह्रो हुन्छ। अनि कति धेरैले सोध्नुहुन्छ तपाईँ म वर्किङमा आउँदा हैन राम्रो हुन्छ कि स्टुडेन्टमा आउँदा राम्रो हुन्छ कि हैन एसएसडब्ल्यूमा राम्रो हुन्छ भनेर भन्नुहुन्छ। कतिपयले चाहिँ के कुरा थाहा छैन भने आफूले कुन भिसामा जाने त्यो कुरा थाहा छैन, कन्सल्टेन्सीमा गएर पढाए पनि हुनुहुन्छ है, तर त्यो कुरा थाहा नहुँदा तपाईँलाई पछि गएर घाटा पर्ने तपाईँलाई हो, समस्या पर्ने तपाईँलाई हो। त्यस कारणले गर्दा सबै कुरा आफूले बुझेर मात्र जापानमा आउनु होला, किनकि जापानमा धेरै दुःख छ। अब के हुन्छ भने फेरि धेरै दुःख छ भन्दा त गइस् त हैन, तँले त्यस्तो भन्ने पनि हुन्छ है। अब त्यो कुरा आफ्नो दुःख आफ्नो सुख भन्ने कुरा आफैलाई थाहा हुन्छ। सबै कुरा सेयर गर्न नसकिने कन्डिसन पनि हुन्छ है, सेयर गर्दा पनि कसैले पताउँदैन होला जस्तो नै मलाई लाग्छ के। त्यस कारणले गर्दा जापानमा अथवा अन्य देशमा चाहिँ म जाने भन्ने सोच गर्नुभयो नि म चाहिँ जस्तो अवस्था भए पनि म चाहिँ त्यसलाई चाहिँ सामना गर्छु भन्ने सोच्नु भएन भने आफूले सोचे भन्दा धेरै फरक छ। स्ट्रगल धेरै गर्नुपर्छ। नेपालमा
पढेर होइन केही काम नगरिकन पढ्ने बस्ने गरेको लाइफले होइन अलिकति धान्न गाह्रै हुन्छ क्या जे भयो नि। त्यस कारणले गर्दा धेरै बुझेर मात्र आफूले चाहिँ होइन बाहिरको प्रोसेस गर्नु होला, त्यही नै भन्छु। किनकि यहाँ आएर होइन पछुताउनुभन्दा यहाँ आएर आफ्नो नराम्रो निर्णय गर्नुभन्दा पहिल्यै आफू सतर्कता हुँदा राम्रो जस्तो मलाई लाग्छ होइन। धेरैले मलाई सोध्नुहुन्छ, त्यस कारणले गर्दा म केही कुरा लेखिदिएर होइन मैले राखिदिन्छु होइन। किनकि वर्किङमा धेरैले वर्किङ अनि स्टुडेन्ट कुनमा ठिक अनि म ब्याचलर गरेको छु भन्नुहुन्छ होइन। तर मैले त्यो सठिक रूपमा केही कुरा लेखिदिएको छु, त्यो चाहिँ पढ्नु होला होइन, समय छ भने। त्यही हो, तपाईँको कोही जापानमा आउँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि अलिकति सतर्कता हुन भन्नु होला होइन। सोचे जस्तो होला या नहोला, बाहिरको देश हो एकदम, यहाँ आएर सुसाइड गर्नु होइन नराम्रो निर्णय गर्नुभन्दा त्यो ठाउँमा हातै नहालेको राम्रो जस्तो मलाई लाग्छ। हात नहाल्नुहोला भन्न पनि खोजे होइन, हात हाल्नुपर्छ। तर म चाहिँ जे भयो नि जस्तो भयो नि म चाहिँ सक्छु है, जे भयो नि म चाहिँ सहन्छु भन्ने टाइपले मात्र हात हाल्नुहोला भन्न चाहन्छु है त। आफ्नो कोही जापानमा हुनुहुन्छ होइन, जापानमा आउँदै हुनुहुन्छ भने उहाँहरूसम्म यिनी कुराहरू पुर्याइदिनु है त। तिम्रो नजर ओ म हेर्छु